के पो भन्छ नि मेक्लाएर धुँदैछ है हिलोहरु चाहिँ निकै बनाएछ है मेरो भाइले चाहिँ बलुवाले चाहिँ नधुनु है तर बजी जुम भन्ने मान्छेहरु चाहिँ 6 बज्न आँटिसक्यो त्यही पनि बिस्तारै आउँदैछ उनीहरु चाहिँ पारीसम्म हिँड्नु पर्छ म त स्कुटीमा गइहाल्छु हो जो हिँड्ने त्यही चाहिँ हतार छैन छिटो छिटो यहाँनिर सुखिया आइपुगिसकेको छौं अब हामी चाहिँ कहाँ जान्छ भने चाहिँ यो भिडियो यतिकै छोडिदिन्छु अहिले भन्छु ल एकछिनमा यहाँ पशुपति नेपाल क्रस गरेर चाहिँ भान्सार काटेको छौं यसले चाहिँ एक्साइटेड भइरहेछ हेर्नुको लागि भान्सार हेर्नुको लागि यस्तो हुँदा रहेछ भान्सार भन्नु मतलब चाहिँ गाडीको उयो तिरेको रहेछ आइपुगेर चाहिँ हैन मेकअप हुँदैछ अन्त सकेर उले त अघि सकेकै खस्दैमा युले अन्त यस्तो लाउनु पर्दैछ नेपाल आयो भने चाहिँ के हो के हाँस्दै मान्छे हराउँदाखेरि उयो भएको जस्तो हुँदा रहेछ कन्याम लिएको जग्गा चाहिँ यहाँ रहेछ हो अब यहाँ उकालो चाहिँ कहाँ पो जान्छौँ अब हामी पाथिभारा सानो पाथिभारा जान्छौँ क्या अब यस्तो भइरहेछ दामी भइरहेछ टी गार्डन चाहिँ किनेको छौँ हो अब पूजा गर्नु गएको पाथिभारा मन्दिरमा जाँदैछ यो चढाउनु उकालो हिँड्नु पर्दो रहेछ अलिक चाहिँ यहाँ तल आउँदैछ अरूहरू चाहिँ म चाहिँ अलिक अगाडि छु यो पाथिभारा मन्दिर पुगिसकेको थिएन पछाडि हरायो कि यहाँ माथि जान्छु भनेर सोचेको थियो अरे बन्द रहेछ अरे सबै फर्केर आउँदैछ यति बेला बजार पुग्ने भन्दै थियो हामी चाहिँ कन्याम र के पो भन्छ पाथिभाराको बिचमा छ अहिले चाहिँ यस्तो देख्दैछ हामी चाहिँ यहाँ माथि पुगेर आएको मैले चाहिँ फोनै लगिनँ हजुर ए हुन्छ थ्याङ्क यू नेपालको पैसा चाहिँ यहाँ चाहिँ फर्किएको यता हामी अघि पुगेर आएको कन्याम यहाँ पर यो पनि कन्याम बजारै रहेछ अब चाहिँ हामी एकछिनमा चाहिँ घर फर्किन्छ ऊ पर चाहिँ सलिनाहरू चाहिँ यहाँ पर छ कति घन्टामा आइपुग्छ होला याद छैन हामी चाहिँ गरम भएर चाहिँ बिहोस आज चाहिँ मेरो स्कुटीले पनि इन्टरनेसनल राइड गर्यो भनौँ न नेपाल आयो तर एक्लै भएर चाहिँ पुरा बाहिरको भ्यूहरू चाहिँ आफै आँखाले मात्रै मनोरञ्जन लिनु पाउने रहेछ हो भिडियो गर्नु चाहिँ कभर गर्नै पाउँदैन रहेछ कोही त थिएन म एक्लै थिएँ यहाँ चाहिँ कुन चाहिँ न्यू कञ्चनजङ्घा रेस्टुरेन्ट रहेछ यो हामी बसेको जग्गा चाहिँ यहाँ यसको फ्राइड राइस यहाँ हाम्रो चिकन राइस